बाहिरी रूपमा हेर्दा सागर डिस्टिलरीले रिजर्भ रिभ्यालुएसन र आइपिओ अघिको प्रिमियम इक्विटी इस्युएन्सबाट आफ्नो अवस्था सुधारेको देखिन्छ, तर भित्री अवस्था भने अलि फरक छ। यस कम्पनीलाई आफ्नो बढ्दो सेल्सलाई एक्चुअल क्याशमा कन्भर्ट गर्न कठिन भइरहेको जस्तो देखिन्छ, जसका कारण आर्थिक वर्ष 2081-82मा कम्पनीको नेट प्रफिट 34 लाख रुपियाँ त भयो, तर अपरेटिङ क्याश फ्लो भने 20 करोड रुपियाँले नेगेटिभ हुन पुग्यो। कम्पनीको रेभेन्यू बढ्दै गए तापनि त्यसको 90% भन्दा बढी त क्रेडिट सेल्स नै रहेको छ, जुन अलिक अस्वाभाविक देखिन्छ। अब आउने दिनहरूमा यस कम्पनीको परफर्मेन्स कस्तो होला र भविष्यमा तपाईले यस कम्पनीमा लगानी गर्नु उचित हुन्छ कि हुँदैन जान्नका लागि यस भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। सुरु गरौँ कम्पनीको संक्षिप्त विवरणबाट। 2069 सालमा स्थापना भएको सागर डिस्टिलरी नवलपुरको देवचोलीमा सञ्चालनमा रहेको छ। यसले 25 युपीदेखि 70 युपीसम्मका लिक्वरहरू उत्पादन गर्छ, जसमा नेप्से बुल्स यसको प्रमुख प्रिमियम ब्रान्ड हो। यसको उत्पादन क्षमता वार्षिक 50 लाख लिटर रहेको छ। यस कम्पनीले स्थापनाको लगभग 13 वर्षपछि 14 करोड 52 लाख रुपियाँ बराबरको आइपिओ जारी गरेको छ। यसरी जुटेको रकम मध्ये 9 करोड रुपियाँ प्रत्येक वर्ष 9,90,000 लिटर माल्ट प्रड्युस गर्न सक्ने माल्ट प्लान्टको विकासमा लगाउनेछ। कम्पनीको यो कदमले उसको एक स्कटिश कम्पनी व्हाइट एन्ड मके लिमिटेड माथिको निर्भरता घट्नेछ, जसले कम्पनीको सप्लाई चेन बलियो बनाउन मद्दत गर्नेछ र इम्पोर्टमा निर्भरता पनि कम हुनेछ। अब कुरा गरौँ कम्पनीको रेभेन्यू र प्रफिटको बारेमा। पहिलो पटक आर्थिक वर्ष 2081-82मा सागर डिस्टिलरीले 34.2 लाख रुपियाँको नेट प्रफिट कमाएर एउटा महत्त्वपूर्ण सफलता हासिल गर्यो। सोही वर्षमा कम्पनीले कुल 42 करोड 90 लाख रुपियाँको ग्रस रेभेन्यू हासिल गर्यो, जुन अघिल्लो वर्षको तुलनामा 22%ले बढ्यो। तर एक्साइज ड्युटी पछि कम्पनीको नेट रेभेन्यू 2.4%ले मात्र बढेर 17 करोड 50 लाखबाट 17 करोड 90 लाख रुपियाँ पुग्यो। यस्तो किसिमको अन्तरले सरकारी करहरूको कारण प्रफिटमा परेको असरलाई देखाउँछ। कम्पनीका उत्पादनहरूको वितरण 3वटा निजी वितरकहरूले गर्छन्, जसमध्ये सागर इन्टरनेसनल डिस्ट्रिब्युटर पनि एक हो। यो कम्पनी सागर डिस्टिलरीको प्रमुख शेयरधनीको रिलेटेड पार्टी पनि हो। यस व्यवस्थाले सेल्स च्यानलमा नियन्त्रण दिए पनि विगतका समयमा कम्पनीको रिसिभेबल बढेकाले यसले रिलेटेड पार्टीको लेनदेनको पारदर्शितामाथि पनि प्रश्न खडा गर्दछ। सागर डिस्टिलरीको तथ्याङ्कले एकैपटक 2वटा कथा बताउँछ। ग्रस रेभेन्यू निरन्तर बढिरहेको छ, तर एक्साइज ड्युटी 17 करोड 50 लाखबाट 34.4%ले बढेर 23 करोड 60 लाख रुपियाँ पुगेकाले नेट रेभेन्यूको वृद्धि एकदमै कम छ। तर यसैबीच कस्ट कन्ट्रोलमा भने केही सुधार भएको देखिन्छ। अघिल्लो वर्ष 138%ले बढेको कक्स यानि कि कस्ट अफ गुड्स सोल्ड अहिले 2.8%ले मात्र बढेको छ। यसैबीच कम्पनीको एक चाखलाग्दो कुरा बनेको छ अदर अपरेटिङ इन्कम, जसले कम्पनीको प्रफिटमा 3 करोड 90 लाख रुपियाँ थप्यो। यसले गर्दा कम्पनीको अपरेटिङ मार्जिन 15.9% र नेट मार्जिन 1.9% पुग्यो र अघिल्लो वर्षको लस अहिले प्रफिटमा परिणत भयो। तर यो अदर अपरेटिङ इन्कम केबाट भएको हो भनी कम्पनीले स्पष्ट विवरण खुलाएको छैन र एनुअल रिपोर्ट उपलब्ध नहुँदा अझै केही कुराहरू अस्पष्ट नै रहेको छ। यदि यो अदर अपरेटिङ इन्कम नहुने हो भने कम्पनीलाई 3 करोड 59 लाख रुपियाँको नोक्सान हुने सम्भावना रहेको देखिन्छ। त्यसैले यो अहिलेको प्रफिट कतिको सस्टेनेबल र रियल छ भन्नेमा पनि प्रश्न खडा भएको छ। यसका साथै विगतका 3 वर्षमा कम्पनीको क्यापिटल स्ट्रक्चर इम्प्रुभ भएको छ। आर्थिक वर्ष 2078-79मा 5.09 रहेको डेट टु इक्विटी रेशियो आर्थिक वर्ष 2081-82 को 4th क्वार्टरसम्म आइपुग्दा 0.46 मा झरेको छ। यसको मुख्य कारण नवलपरासीमा रहेको कम्पनीको जग्गाको रिभ्यालुएसन हो। उक्त जग्गा आर्थिक वर्ष 2072-73मा 80,08,000 रुपियाँमा किनेर पछि 20 करोड 16,90,000 रुपियाँमा रिभ्यालुएसन गरिएको थियो। यसका साथै न्यू इक्विटी इस्युएन्सले पनि फाइनान्शियल रिस्कलाई कम गरेको थियो। साथै यस वर्ष जारी भएको आइपिओको रकमबाट कम्पनीले 5 करोड 7 लाख रुपियाँ बराबरको ऋण भुक्तानी गर्नेछ। यसले गर्दा उसको डेट टु इक्विटी रेशियो अझै इम्प्रुभ हुन जानेछ। तर लङ रनमा कम्पनीलाई सबल बनाउने हो भने उसले अकाउन्टिङ एडजस्टमेन्ट्स र इक्विटी इन्फ्युजन्समा भन्दा पनि क्याश जेनेरेसनमा ध्यान दिनुपर्ने हुन्छ। सागर डिस्टिलरी अहिले एउटा महत्त्वपूर्ण मोडमा उभिएको छ। हालैको ग्रस रेभेन्यू ग्रोथ र मार्जिन रिकभरी पश्चात कम्पनीले राम्रो सम्भावना देखाए पनि फ्युचर परफर्मेन्स पनि सेल्सलाई एक्चुअल क्याशमा कन्भर्ट गर्ने र अपरेसनल एफिसिएन्सी इम्प्रुभ गर्ने कुरामा निर्भर हुन्छ। यसका साथै क्याश कन्भर्जन साइकललाई कम गर्नका लागि र एक्सटर्नल फन्डिङ माथिको निर्भरता घटाउनको लागि कम्पनीले बढ्दो रिसिभेबल्स
र इन्भेन्ट्री लेभललाई ध्यानमा राख्नु जरुरी हुन्छ। यसैगरी सागर डिस्टिलरीले एसडिएल, यति र अन्य डिस्टिलरीहरूको प्रबुद्ध भएको बजारमा कम्पिटिसन गर्नुपर्ने अवस्था रहेको छ। यस्तोमा उसले आफूलाई आफ्नो मार्केट सेयर एक्सपेन्सनमा कसरी निखार्दै लैजान्छ भन्ने प्रश्न चाहिँ लगानीकर्ताहरूको चासोको विषय रहनेछ। सागर डिस्टिलरीको रिसर्च रिपोर्ट र भ्यालुएसन रिपोर्टको लागि प्लिज भिजिट आवर वेबसाइट www.onsoinvest.com। तपाईलाई हाम्रो रिसर्च भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नुहोला र अन्य र यस्तै जानकारीमूलक भिडियोको लागि अन्सो इन्भेस्टलाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। धन्यवाद।